हेलो एभ्रिवान, हजुरहरूलाई कस्तो छ? मलाई चाहिँ ज्वरो आइरहेको छ। बिहानदेखि एकदमै धेरै ज्वरो आइरहेको छ अनि बहिनीले चाहिँ सिटामल ल्याएर दिए अनि एकदमै त्यो पसिनाहरू आइरहेको छ। अनि मलाई प्लस सँगसँगै पखाला पनि चलिरहेको छ। थाहा छैन, मैले हिजो खाना चाहिँ चटपट खाएकी थिएँ, चटपट मात्र खाएकी थिएँ, अरू केही पनि खाइनँ होइन। साँझतिर पनि रोटी खाएकी थिएँ साँझ। एकदमै गाह्रो भयो है, अनि काम पनि जान सकेन। अनि भर्खरै उठिरहेको छु म अहिले। उसले केरा तताएर ल्याइदिए अनि पखाला रोक्छ अरे केरा तताएर खाएपछि, तताएर चिसो हुन्छ नि त, नत्र उसले मलाई सिटामल ल्याइदिए अनि अहिले अलि सन्चो भइरहेको छ। एकदमै गाह्रो हुने कि बिरामी हुँदाखेरि त उमा गट हात खुट्टा पुरै दुखिरहेको छ है। खोइ के भएको हो, हिजो खाना त चटपट मात्र खाएको थिएँ, सायद अनहाइजेनिक थियो कि है। त्यहाँबाट पखाला चटपटेर पानीपुरी खाएर बिराम भएर यस्तै पखाला चलेर बिराम भएर पखाला त चले फेरि ज्वरो पनि आएर म त बिहान शरीरमै टोइलेट भयो भने कस्तो गाह्रो